मामाजी फर्स्ट भिजिट व्हाइट गुम्बा जाँदैछ ठुलो मामुसँग बसिरहेछ आहा चाहिँ है साना है है हो भन्नुहोस् न हो भन्नुहोस् न उदो गयो ल अरे ल पनि है आपा कहाँ हिँडेको हामी व्हाइट गुम्बा यहाँ बुवा पनि बुवा हामी कहाँ हिँडेको व्हाइट गुम्बा हिँडेको बुवा व्हाइट गुम्बा घुम्नलाई हिँडेको बुवा ल यहाँ मामा पनि हामी चाहिँ जाममा छौँ अनि छाना र ठुलो मामु यता है यता बाबा यता बुवाको बिचमा म यहाँ पा व्हाइट गुम्बा जाने बाटो चाहिँ यस्तो छ गाइस पियो कस्तो जाने यता हेर्नु खुसी हुँदैछ चाहिँ कस्तो तुम्रो टोपी लु यो चाहिँ टोपी चाहिँ भएन है जाने खुसी भएर ऊ चप्पल खेलाउँदैछ हो आदेऊ डान्स गर्दैछ हो सबको हुने रहेछ गुम्बा जाने बाटो चाहिँ वाउ कस्तो राम्रो गाउँ साई गुम्बा जाने बाटो चाहिँ यस्तो जाम छ कि के गर्नु जाम रहेछ उकालो छ उकालो व्हाइट गुम्बा जाने बाटो पहिला पनि आएको आउनु चाहिँ तर पहिला पनि आउनु चाहिँ आएको बिर्सिसकेको म बच्चामा आएको थियो सानोमै आएको थिएँ कस्तो उकालो डरै लाग्छ यस्तो उकालो बाटो यस्तो प्याक है बल्ल बल्ल व्हाइट गुम्बा खोलेको राम्रो मान्छेहरू पुरा प्याक छैन जाम त्यस्तै छ गाइस आउने र जानेको भिड छ यहाँ भिड छ बाइकमा पैदल हिँड्नेहरू पनि त्यतिकै छ बाइकमा जानेहरू गाडीमा पनि यस्तो छ प्याक छ व्हाइट गुम्बा आउनु पर्यो भने चाहिँ बिहान हिँड्नु पर्ने रहेछ अनि मात्रै गाडीमा आउनेहरू चाहिँ हिँडेर जानेहरू यस्तो धुइरो छ यस्तो भित्तामा गाडी बाइकमा आउनेहरू जाने आउनेहरूको धुइरो यतिकै छ कस्तो डेन्जर डर लाग्छ भिड छ हिँडेर जानेहरूको यस्तो भिड यो कहाँसम्म गाडी जाँदैन होइन कहाँदेखि गाडी जाँदैन त माथि होइन यिनीहरू सबै पब्लिकमा आएको आदि अनि हिँडेर आएको हो क्या
लु उब्रेर कट्टु जाँदैछ ओइ व्हाइट गुम्बा आउनेहरू सोचेर आउनु बिहान हिँड्नु अनि ठ्याक्क यतिखेर चाहिँ 10-11 बजीतिर चाहिँ फर्किने गरी नत्र भए एकदमै जाममा परिँदो रहेछ है गाई सबैजना 6-7 बजीतिर बिहानको आयो अनि 10-11 बजीतिर चाहिँ फर्किने हिसाबले चाहिँ आउनु पर्ने रहेछ तर खोल्नेले 10 बजीदेखि हो व्हाइट गुम्बा ठ्याक्कै यहाँ 10 बजी पुग्ने गरी चाहिँ आउनु पर्ने रहेछ के सल्लाहगारी गाइस हरियाली भिड लोकल काँक्रा खानेहरू भिड यहाँ लोकल काँक्राहरू पाइने रहेछ नुन खोर्सानी लोकल काँक्राहरू अर्ग्यानिक चिजहरू यहाँ खानु पाइने रहेछ जडीबुटीहरू अब त हामी पुग्न लाग्यो माथि त नजिकै रहेछ व्हाइट गुम्बा चाहिँ अब चाहिँ पुग्न लाग्यौँ हामी चाहिँ व्हाइट गुम्बा पुग्न लाग्यौँ उकालो सबैभन्दा ठुलो उकालो कटाइसक्यौँ हामीले लिचीहरू त्यहाँ लिचीहरू रहेछ दाउरा खानेहरू त्यहाँ यता रेस्टुरेन्टहरू पनि पाउँदो रहेछ होटलहरू पनि पाउँदो रहेछ गाई कस्तो हरियाली जङ्गल शीतल हावा आइरहेको छ सल्लाहगारीदेखि तर अहिले चाहिँ दिउँसो भएर होला केही हावा चलेको छैन घरिघरि हावा चलिरहेछ यो बिहानै हो भने चाहिँ बिहानै र इभिनिङमा चाहिँ एकदमै फ्रेस हुन्छ होला सायद यता अब व्हाइट गुम्बा ट्याक्क पुग्न लाग्यो पुगिसक्यौँ भन्दा हुन्छ अब चाहिँ हामी व्हाइट गुम्बा चाहिँ पुगिसक्यौँ भन्दा हुन्छ गाइस हामी चाहिँ पुगिसक्यौँ अब हामी यहाँ पार्किङ गर्दैछौँ गाडीलाई चाहिँ के भएर अब त्यस पछाडि हामी यति बाटो चाहिँ हिँडेर जानुपर्ने अनि देखाउने छु हजुरहरूलाई हामी यहाँ चाहिँ गाडी पार्किङ गरेर चाहिँ जान्छौँ हामी रेडी भयो यहाँ चाहिँ गाडीबाट जाने ल अब जाने अब व्हाइट गुम्बा पुगेको अब गाडीबाट झर्छ छिटो झर्ने अरे ल हामी चाहिँ अब पुगिसक्यौँ बाबुजीले आउनु बुवाले आउनुहोस् ल मामा गाइस सबैजना यता हेर्नु ल हामी चाहिँ पुगिसक्यौँ ल जाँदैछौँ है हामी चाहिँ जाँदैछौँ यता हेर न ठुलो मामुलाई हेर्छ यता हेर बाबा तु साना हेर ए बाबा ल व्हाइट गुम्बा जान्छु हिँड्दै हिँड्दै माथि जान्छ ल हो वा छानाको जुत्ती छ
अब हामी चाहिँ हिँड्दैछौँ बाबा मामा बुवा पछाडि भाउजू आउँदै हुनुहुन्छ हामी यहाँ अगाडि अगाडि 3 जना जाँदैछौँ हजुर उताको चाहिँ निक्लिने ठाउँ होला यहाँबाट छिर्ने हो यो गेट रहेछ हामी चाहिँ उल्टो बाटो गएर माथि पुग्यो अब चाहिँ हामी छिर्दैछौँ गाइस यहाँबाट व्हाइट गुम्बा इन्ट्री गऱ्यौँ हामीले चाहिँ यहाँबाट चाहिँ हामी जाँदैछौँ साना हजुर भन्नु ए व्हाइट गुम्बा पुगिसकेको छ नि सजाएको छ दम बढेर एक्सक्युज मी सर खूब आउनु लु कति धेरै भिड भने भिड हो यस्तो धेरै भिड न भिड छ यहाँ चाहिँ टन्ने छ नि ऊ माथि 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 छ नि जाने सरसरी छ नि यहाँ ल बाबा यसले हेर्नुहोस् छाना व्हाइट गुम्बा पुगिसकेको छैन पनि है है बाबा हो भन्नु न हो कि होइन हो भन्नु न खानाको चाहिँ फर्स्ट भिजिट व्हाइट गुम्बा आएको चाहिँ जाँदैछ कालो चढ्दैछ हो ल ल भन्नु न ल ल ल ल यस्तो क्राउड छ प्याक यता सबैजना चाहिँ यता हुनुहुन्छ कोचमा हुनुहुन्छ यहाँ चाहिँ आहाले गर्मी भएर पानी खाइसक्यो अनि यता चाहिँ घुम्दै घुम्दै यहाँ माथि आइपुगेको छौँ गाइस आहा गुम्बा नै अब हामी चाहिँ यस्तो उकालो जाँदैछौँ है ओ हो भन्दा न ला खस्यो टोपी वाह कस्तो मिठो हावा यता यहाँ कस्तो मिठो हावा कस्तो क्राउड पनि मिठो हावा हो यहाँ त
फर्केको गाई धेरै क्राउड अनि सबै घुमिसक्यौँ अनि यता बाबा र मामा आउँदै हुनुहुन्छ अनि अगाडि भाउजू र बुवा जाँदै हुनुहुन्छ अनि आहा र म यहाँ छौँ है धेरै क्राउड धेरै बहिनी पनि हेर्थे हाँस लिएर हाँसहरू रहेछ यहाँभित्र भनिदेऊ र बहिनीले देख्या के भन्छ बहिनी सानै खै आले पनि हेर्दैछ हेर्दै हेर्नु न आमा आउनु न हाँस हेर्नु बाबाले हेरिसक्नु भयो अरे बुवा के रहेछ हाँस रहेछ खै जान्न के रहेछ यता हेर्नु त के रहेछ बाबा त्यहाँ हाँस छ छैन कस्तो गरी हेर्दैछ बदमासले त देखेकै छैन अनि राम्रो कोरान फर्केको कस्तो धेरै प्याक रहेछ शनिबार त यहाँ त सास फेर्नु पाइँदैन प्याकले है शनिबार त झन् लास्ट होइन गाइस हामी चाहिँ अब फर्केको एकदमै धेरै गर्मी पनि क्राउड पनि त्यति धेरै नै बाबाहरू यहाँ जानुहुँदैछ अगाडि म पछाडि हामी निस्किँदैछौँ गाई यहाँ निस्किँदैछौँ गेटमा आइपुगेको छौँ हामी चाहिँ निस्केको हजुर हिँड्नु ल किन जानु त हिँडेर हो ल ठ्याक्क हामी गेटमा छौँ भनेर गेटमा त म बनाइहाल्छु के भएछ गर्मी भयो बुबु खानु मन लाग्यो भोक लाग्यो मेरो बाबालाई हो छोलुलाई भोक लागेको हो राम्रो आउनेहरूको फेरि यति साह्रो फेरि जाँदै गरेको आउने र जानेको अझै धेरै जाने यति साह्रो जान हामी फर्केको कति धेरै यहाँ जाममा बसेर आउनेहरूकै अब यति धेरै जाम छ अनि जानेको के गर्नु कसरी जाने यता हेर्नु त अब फर्केको है apa धेरै गर्मी बुवा यता बुवा थाक्नु भयो
भ्लगमा भेटौँ बाई बाई त्यो आँखा ठुलो भएको त गएको त हामी जुमिले लाम भएको त राति 1 बजे त्यसको छेउमै छ नि महादेव ड्याममा लडेको छ त्यो त त्यो 3वटा आँखा भएको खाजा खानु लागेको यहाँ लोकल खालको खाजा हामी चाहिँ खाँदैछौँ यहाँ चाहिँ के छाना बाबाले चाहिँ मोमो खानुहुँदैछ आपा बफ मोमो खानु अचार हालिदिन्छु यहाँ अचार यहाँ हालिदिउँ आपा लु यहाँ लु यसरी ल लु लु त्यसो गरेर घरको जस्तो चोकल्दै खानु अब खानु ल मामाले मोमो खानुहुन्छ मेरो पकौडा ओ निर्वाण ओ नोई ओ आद्या ओ सानो भाइ ओ उनीहरूको फेरि आज खाँदैछ है खाजा के खायो आफूले पकौडा मोमो आलुदम चाउमिन र अचार अनि निर्वाण नोइङले अनि ससेज अनि ठन्डा अनि चाउमिन अनि पकौडा अनि माछा आद्याले मैले बर्गर पिज्जा मोमो बदमास बनाना खायो भाइले ताकि तपाईँ फेमस ल सम्धी सम्धी खाना खानु हुँदैछ आपा सम्धी आपा कर्कलोसँग खाना एकदमै सादा मामा सम्धी उहाँ चाहिँ बुवा सम्धी उहाँ चाहिँ लु खानुहोस् खानुहोस् बुवा लु